घुम्दा यस्तो बाटोमा आएछु म त। यस्तो उतातिर जान सकेन, उतातिर जानै सकेन। यस्तो पहरा छ, उतातिर झन् भिड रहेछ। अब कसरी जाने म फेरि? यहाँसम्म त आएँ, खै जान सकेन। अब फर्केर नै जानु पर्ला जस्तो छ। फर्केर जानुको लागि यस्तो बाटो छ, तर पुग्नु पर्ने हो म। अब कसरी पुग्ने? यो दुलो जानुपर्छ। यस्तो भिडमा पो आइएछु म त नि। उतातिर रोड गाडीको बाटो पनि छ। माथि आकाशमा डम्मै कुहिरो लागेको छ। आज राति बेसरी पानी परेको थियो, अझै पनि पानी पर्ला जस्तो छ। छाता पनि छैन। लैलै यो पैँको रुख रहेछ, यो पैँको रुख। र त अब म तल झर्छु। कति रमाइलो छ नि, के भने यहीँ बसेर मात्रै भएन। अब यस्तो भिडमा अब जानु पर्यो। म तल जान्छु र म भिरमाउरी देखाउँछु है। भिरमाउरीले लगाएको छ कि यहाँ एउटा। ओहो, यो त डेन्जर भयो त यार। यो त पुरै तलतिर जाला जस्तो छ। योसँगै जाम्ला फेरि म। यहाँबाट खस्यो भने त बाँच्दैन होला है। हे कस्तो यो के यस्तो दाउरा हो कि के हो? यस्तो झाक्रास झुक्रास रहेछ कि झ्याउ। यो केले हग्यो? केले माल छेपारेले हग्यो जस्तो छ यो पक्कै पनि। के भने डर त लाग्छ नि। अब आइहाल्यो, माथि चढिहाल्यो, जानु त पर्यो फर्केर। अब यही दुलो जाने त होला नि। यो दुलो बाघ निस्केर खाला, मलाई खायो भने के गर्ने होला? तेरिका खोला नलाई त बाघले खायो रे भन्दा तेरिका। भिरको बाटो लाल्टी नै बालेर चट चट चट। अलिकति खुट्टा लर्कियो भने गइस् त। अलिकति खुट्टा लर्केर फुत्कियो भने तल पछर्न जाने हो। के गर्ने त नि, यस्तो छ। हे तेरिका। अब म देखाउँछु है भिरमाउरी। भिरमाउरी कति मजाको बनाएको नि भिरमाउरीले। यो भिरमाउरी है, नजिकै छ। देहोस्, कोसिस गऱ्यो भने निकाल्न सकिन्छ यसलाई भन्न चाहन्छु। यस्तो बाटो यो त भलाएको रुख हो त। यो छुयो भने त चिलाउने लाग्छ त। मैले छुँदैन यसलाई नछुएर जान्छु। अब यहाँ दुलो छ। के को दुलो? बाघ बस्ने दुलो हो कि के बस्ने दुलो हो? स्यालहरू के यो दुलोमा छिराइमा आएको हो म। अब म जाने हो यताबाट। है तेरिका। किन हो नि यस्तैमा मात्रै हिँड्न मन लाग्छ मलाई। यहाँबाट तल कस्तो छ भिर? खुट्टा टेक्ने ठाउँै छैन। यस्तो क्या यस्तो पहरा। निकै ठुलो नै रहेछ त। टाढाबाट त सानो देखिन्थ्यो यो भिरमाउरी। ठुलो नै रहेछ ल है त।
यो हो साइडबाट भएर होला सानै देखिएछ भन्ने कि ठुलो नै छ ठुलो नै चाखा रहेछ म लगाएको छु कि लगाएको छैन पनि कसले निकाल्ने तर सक्छ यसलाई निकाल्ने भने सक्छ यसलाई कति मिठो चराको धुन जुगाले पनि खायो कि मलाई त हिजो खायो 2-3 वटाले आज चाहिँ खान्छु कि खाँदैन हेरौँ अब जान्छु कति मजाको ओभानो रातभरि पानी आयो फेरि पनि यहाँ चाहिँ ओभानो छ किन के को दुलो हेत देखाउनुहुन्न यस्तो ओडार जस्तो भएर पहराले गर्दाखेरि भैँमा यस्तो ओभानो छ यहीँ बसे नि हुँदो जस्तो रहेछ केले हग्छ छ्या जनावरहरू के हिँड्दो रहेछ ल है त म लगभग तल झरिसकेँ धन्न खुट्टा हल्झेन धन्न खुट्टा हल्झेर तल खसेन म यस्तो ठाउँमा पनि हिँड्नुपर्छ क्या जतासुकै दुलो छ के बस्ने दुलो हो त्यस्तो ठाउँतिर गएर आएँ है म ओ माथितिर हेत्तेरिका कस्तो ओडार हो खास भन्ने हो भने साथीले यसलाई खिबाङ महावीरको पहरा भन्छ त्यसको उसमा म तलको भागमा म चढेको हो कस्तो रहेछ भनेर चढियो तल पनि झरेँ म हो चढेर पनि तल झरिसकेँ के हिँडेको छ यस्तो मृगहरू हिँडे जस्तो पनि छ यस्तो ठाउँमा त खै पाउनु पर्ने हो न्युरोहरू हाते नाकमा के पस्यो हो स्याउ ल्याइदिउँ कि केरा ओहो माथितिर गएर आएको कि म त्यहाँबाट खसेको भए म तल तल झर्थ्यो होला म तर खसेन म भाग्यमानी रहेछ जिउँदै आएँ जिउँदै गएँ जिउँदै फर्केर आएँ ल बाई बाई अब बन्द गर्नु पर्यो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।